ओहो, यो मान्छे सुई हिँडिरहेछ। कहाँबाट रहेछ मलाई सोध्न मन लाग्यो। हेलो ब्रो, कहाँ आउनु भएको छ हजुर? म यो एबिसी जाँदैछु। हो, तपाईँ त नन स्टप हिँड्नुहुँदो रहेछ। देखिबाट मैले हजुरलाई फलो गरेको, यहाँ आएर बोल्न मन लाग्यो हजुरलाई। मलाई एकदमै इन्ट्रेस्ट लाग्छ हिँड्नु एकदमै नन स्टप हिँडेर। यो एबिसी भने त मलाई केही लाग्दैन कि, त्यही भएर वर्षैपछि आइरहेको छु। हो, पहिला पनि आउनुभएको थियो? यो 12-13 पटक भइसक्यो। अब 50 पटक जति पुऱ्याउँछु भनेर। ओ, यही जुनीमा? ओ, ठिक छ। हजुर कुन ट्रेकिङ हिँड्नुभएको छ? म त अब यो त मेरो लागि त केही पनि होइन, एकदम सानो हो होइन। यो बच्चा ट्रेकिङ जस्तो लाग्छ यो चाहिँ एबिसी चाहिँ। हजुर, म त एभरेस्ट बेस क्याम्प पनि जान्छु। हो, मौका मिल्यो भने म यो अन्नपूर्णको माथि शिखरमा चढ्ने मैले विचार हो। गरिरहेको छु। यो ट्रेकिङ चाहिँ हजुरको हबी हो? मेरो एकदमै जन्मिँदादेखिकै हबी। अनि म बच्चामा हुँदाखेरि मेरो ड्याडी मम्मीले भनेको, म बच्चामै 2-3 वर्षमै ट्रेकिङ जान एकदमै उ गर्थेँ अरे, रहर गर्ने। अनि घरमेरीको सानो डाँडो चढाइदिनुहुन्थ्यो अरे ड्याडीले, त्यस्तो भनेको जन्मिँदादेखि। ए, सानैदेखि? भनेपछि हजुरको यो ट्रेकिङ भनेको रगतमै छ? रगत नसामा मेरो ट्रेकिङ छ कि। ओहो, ठिक छ। हजुर जस्तो मान्छे सुई हिँड्न सक्ने स्ट्रङ बोय मैले एउटा पनि देखिनँ। म पनि ट्रेकिङ बोय हो। म यहाँ धेरै हिँडिराखेको हुन्छु होइन, तर हजुरको हिँडाइमा म एट्र्याक्सन भएँ क्या। एट्र्याक्सन हुनुभएको? हजुर। ठिक छ, ल अब हामी एउटा स्कुल खोल्न लागेको छ यो ट्रेकिङको बारेमा होइन। हजुर, त्यो स्कुलमा तपाईँलाई पहिला विद्यार्थी बनाएर राख्छु। नो सल्लाहकार, अभिभावक। तपाईँ कसरी अभिभावक हुनुहुन्छ? म पनि त ट्रेकिङकै पुरानो मान्छे हो नि त, ट्रेकिङमा धेरै हिँडिराखेको छु नि त म पनि। त्यसैले गर्दाखेरि ट्रेकिङ लभर। मलाई हजुरको ट्रेकिङ हिँडाइ देखेर म भन्दा फास्ट भएको भएर त हजुरलाई मैले क्वेसन गरिराखेको छु नि। म अब अभियसली तपाईँभन्दा यङ छु, इन्थुजियास्टिक छु, म प्रोफेसनल छु। यसरी ट्रेकिङ हिँड्ने त मेरो बानी नै हो। मैले भने म जन्मिएको 2 वर्षदेखि ट्रेकिङ गरेर हिँडेको मान्छे होइन। त्यो भएको हुनाले अब अभियसली तपाईँभन्दा त म यङ भएको हिसाबले एकदमै फटाफटै हिँड्ने कि लागि मलाई यसरी हिँड्नु केही लाग्दैन। ल ओके, हजुरसित भेट भएर खुसी लाग्यो। ल, थ्याङ्क यू।